हाई एभ्रिवान। सो आज हो तपाईको कार्तिक 10 गते र हाम्रो चाहिँ आज गिभ अवे हुन गइरहेको छ र गिभ अवेमा जसरी हामीले पहिला पनि भनेका थिए 10 जनाले चाहिँ लकी ड्रमा चाहिँ इनामहरु पाउनेछन् र आज गिभ अवेमा चाहिँ हामीले कलेक्ट गरेको नामहरु छन्। सो निकाल्ने काम गरौँ वन बाइ वन। ओके, तपाई चाहिँ हेर्न सक्नुहुन्छ नामहरु यसमा एकदम। सो वन बाइ वन तपाईको अगाडि लाइभ निकालिरहेको छु, केही छैन। सो पहिलो नाम रहेको छ हाम्रो पहिलो नाम रोहित भट्ट। ओके गाइस, रोहित भट्ट नाम गरेको मान्छे हुनुहुन्छ लकी उसमा। ओके, सो उहाँलाई चाहिँ बधाई छ। त्यसैगरी चाहिँ अर्को नाम अब निकाल्न गइरहेका छौं। अर्को नाम चाहिँ तपाईको के हुन्छ, अर्को नाममा चाहिँ हाम्रो छ आयुष बोगटी। ओके गाइस, आयुष बोगटी तपाईले हेर्न सक्नुहुन्छ। सो कंग्रेचुलेसन्स आयुष बोगटीलाई पनि। ओके, त्यसैगरी अब अर्को बेटा निकाल, ठीक छ। आयुष बोगटी पछि अब को छ थर्ड नम्बर यता दिने राजेन्द्र प्रसाद जोशी। ओके, राजेन्द्र प्रसाद जोशी जी हुनुहुन्छ थर्ड नम्बरमा। ओके गाइस, सो उहाँलाई पनि बधाई छ। नेक्स्ट को छन् हेर्दै गरौँ। अलि यतै निकालेर यतैदेखि दिने है, त्यो पछि मान्छे गर्नलान् आफ्नो मान्छे राख्यो त्यसरी नलग्न, यता देखाउनु पर्ने हो नि त्यो हो। ओके, सो यसपछि आउनु भएको छ हिमांशु पाल। ओके गाइस, हिमांशु पाल उहाँलाई पनि एकदमै बधाई छ। हाम्रो कतिजना भयो, 4 जना भइसकेका छन्। त्यसपछि नेक्स्ट चाहिँ म नै निकालिहाल्छु। ओके, नेक्स्ट नम्बर के रहेको छ, कसको रहेको छ हेरौँ गाइस। हिमांशु पाल जीलाई पनि बधाई छ। यसपछि आयो योगेन्द्र सिंह धामी। ओके गाइस, योगेन्द्र सिंह धामी उहाँलाई पनि धेरै धेरै बधाई छ। हामी चाहिँ उहाँलाई कल गर्नेछौँ, कल गरेर चाहिँ उहाँलाई उपहार दिनेछौँ र उपहारको भिडियो यसपालि चाहिँ हामी पोस्ट पनि गर्नेछौँ। धेरैलाई शंका हुन्छ कि उपहार दिएन भन्ने कुरा, त्यो चाहिँ हामी भिडियो पोस्ट गर्नेछौँ हैन, र तपाईले चाहिँ हेर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट कसको छ त गाइस, हु इज द लकी वान? बिर्ख खडायत। ओके, बिर्ख खडायत उहाँको आउनुभएको छ, बिर्ख खडायत। ओके, सो बधाई छ उहाँलाई पनि। धेरैजना एकदमै भाग्यमानी मान्छेहरू भनौँ हैन, कसै भन्थे कहिले पनि परेन, सायद आज फर्स्टचोटि उहाँको लकी ड्रमा नाम पर्यो होला। त्यसैगरी नेक्स्ट वान को छ हेरौँ। हाम्रो नेक्स्ट वान छन् पुष्करनाथ हुनुहुन्छ, उहाँलाई पनि एकदमै बधाई छ। ओके, पुष्करनाथजीलाई पनि बधाई छ। कतिजना भयो भनेपछि 4 3 7 जना भइसके। ल लास्ट 3-1। ओके, लास्टको 3 जना को हुन्छन्? लास्टको 3 जना गाइस, कमन ल हेरौँ है। लास्टको 3 जना मोहित भट्ट। ओके गाइस, मोहित भट्ट हुनुहुन्छ, उहाँलाई पनि एकदमै बधाई छ है। मोहित भट्ट हुनुहुन्छ। बचे 2 जना को छन् त लास्टको लकी 2 जना हो। लकी 2 जना को छन्? अरे 2 आउँदैछ, यस्तो नगरौँ, मिस हुन्छ। ल लास्टको 2 जनामा चाहिँ यो आयो हाम्रो सञ्जय। ओके, उहाँको नाम चाहिँ रहेको छ सञ्जय, खाली सञ्जय नाम लेखाउनु भएको थियो उहाँले। सो उहाँको पनि परेको छ। ओके, सो फाइनल। ओके गाइज, फाइनल वान चाहिँ को छ भनेर चाहिँ हामी हेर्नेछौँ। फाइनल मान्छे चाहिँ को छ, यो छ। लास्ट हेरौँ एकैचोटि। ओके गाइज, फाइनल वान इज फाइनल यो हाम्रो एकजना साइन्स सर हुनुहुन्छ। उहाँले चाहिँ उहाँको नम्बर र नाम चाहिँ छैन, उहाँ चाहिँ यहाँ आइराख्नुहुन्छ, रेगुलर कस्टमर छन् हैन। उहाँ चाहिँ उहाँको नाम परेको छ र उहाँलाई चाहिँ अब म कल गरेर उहाँ आउने बेला चाहिँ उहाँलाई चाहिँ गिफ्ट दिनेछु। सो यसपालिको 10 जना लकी विनरहरू चाहिँ हामीले सिलेक्ट गरिसकेका छौँ गाइज। र तपाईँ पनि यदि लकी विनर बन्न चाहनुहुन्छ भने चाहिँ आउनुहोस्। केही पनि सामान किन्ने, सामानको तपाईँको एन्ट्री हुन्छ, यसरी नै हामीले राख्छौँ। र अब नेक्स्ट उसमा चाहिँ यसभन्दा कुनै बेटर अझै हुन्छ भने त्यो पनि गर्ने प्रयास गर्नेछौँ। र यो लकी ड्र सिस्टमहरू चाहिँ हामी चलाइराख्नेछौँ अन्टिल 1 गतेसम्म, वैशाख 1 गतेसम्म चाहिँ यो चल्छ। र वैशाख 1 गतेपछि चाहिँ फेरि नयाँ प्रोग्रामहरू पनि आउँछन्। र एउटा चाहिँ अब सँगसँगै मैले इन्स्ट्यान्ट क्यासब्याक अफर पनि चाहिँ चलाउने प्लानमा छु र त्यसको लागि चाहिँ तपाईले बढीभन्दा बढी सपोर्ट गर्नुपर्छ र यस्तै चाहिँ माया गरिदिनु होला, पसलमा आइदिनु होला, भिजिट गरिदिनु होला। हस्त, धन्यवाद।